Okay. A few moments later. फाइनली गाइस अब हामी चाहिँ आमाको घर पुग्न लागिसकेको छौँ। गाउँमा हामी आइसक्यौँ। धेरै तर चाहिँ मेरो कपाल बिग्रियो। मेरो छ कपाल चाहिँ अझै भ्याइएन, खाना पाएको होइन। बुन्देलाई खुवाइदिउँ भने पनि अब बुन्देले केटाकेटी जस्तो खानु न। गाउँमा आइसक्यौँ हामी। गाउँको बाटो यस्तो हुन्छ। पुरै रोड बनाउनु लाग्दो रहेछ, अनि फेरि त्यही भएर पुरै यस्तो चिसो चिसो छ। गाउँको खतरनाकवाला विकास भनेको यो हो कि यस्तो हुन्छ। रोड बनाउन खोजे जस्तो गर्छन् तर बनाइदिन्छन्। पैसा एफएममा जान्छ, बनाए जस्तो गर्छन्, आगे पैसा खान्छन्। यो चाहिँ आइसक्यौँ गाउँमा आमा घरतिर। आमा हुनुहुन्न क्या? न दिदी हुनुहुन्छ क्या? आमा हुनुहुन्न? आमा हुनुहुन्छ? आमा घर उता माथि हो। यस्तो भयो झन् अन्त भाइ बहिनीलाई ल्याइदेला भन्दा झन् आफैले खाँदै जाने। आमा चिन्नु भलक बनाउँदै आएको आमा चिन्नु भयो कि नै? हामी पेचाना कि नै पेचाना? आमा त हेरेको हेरै। आमा त हेरेको हेरै। खोइ त दिदी फुलबारी। ए नमस्ते आमा। यस्तो आमालाई हाम्रो घर यस्तो है। हेर्नु आमा आज भ्लग बनाउँदै आउने भनेको के भयो? किन अरू यसलाई काटेको? फाइनली हामी सब पुग्यौँ। मेरो माथि ढिक जस्तो नह क्या, आप पनि फलेछ। आप पनि फल रहा है। यस्तो गाउँ छ। हामी पहिला यतापट्टि फलेको रहेछ आँप। यता साइडमा त देखिरहेन यसमा। हामी पहिला धेरै आउँथ्यौँ कि यता तल त अब कहिले के गरेर आउन पाइन्न। जस्ट आज आयौँ, खुसी लाग्यो। छक्का पन्जा पनि अब भ्याइँदैछ। गाइज यस्तो यो भ्लग स्लग बनाउन आउन्न होइन, त्यही पनि रहर लाग्छ हल्का फुल्का।
आमाको घर आउँदाखेरि बनाउँथ्यौँ भनेर बाई मेरो ब्लग चाहिँ आजको ब्लग चाहिँ यति बुनु बाई भन्देऊ मेरो ब्लग आमा बाई भनिदिनु न ल बाई बाई आजको हाम्रो ब्लग चाहिँ यति हो हामी चाहिँ आमाको घर पुगिसक्यौँ म चाहिँ बाइक चलाउने मान्छे तर अघि मैले हेरेको थिएन अहिले हेरेँ हामी चाहिँ आमाको घर पुगिसक्यौँ बाई गाइज मेरो छक्का पन्जाब भइसक्यो